यति बेला तपाईहरूको प्रतीक्षाको घडी खत्म भएको छ। पछिल्लो समयको बहुप्रतीक्षित फिल्म पीताम्बर यति बेला युट्युबमा रिलिज भइसकेको छ, जुन फिल्ममा तपाईहरूले प्रदीप खड्का, सौगात मल्ल र दह्याङ राई जस्ता सुपरस्टारहरूलाई एकै ठाउँ देख्न सक्नुहुनेछ। र यो फिल्म हेरिसकेपछि तपाईहरूको मनमा एउटा प्रश्न चाहिँ के उठ्छ भने यस्तो फिल्मले नेपालमा सोचे जस्तो व्यापार किन गरेन होला? यसमा सरासर गल्ती हुनेछ दर्शकहरूको। मेकर्सहरूले त आफ्नो तन, मन र धन लगाएर बनाएका थिए एउटा पावरफुल एक्सन मुभी, तर यतिको फिल्मलाई दर्शकहरूले साथ नदिएकै हुन् भन्नुपर्छ। नेपालको बजेट अनुसार यतिको पावरफुल एक्सन मुभीको मेकिङ हुनु भनेको कुनै साधारण कुरा होइन। फिल्मको मेकिङ एकदमै गजबको छ। तपाईहरूलाई यो फिल्म घरको टिभीमा र मोबाइलमा हेर्दा पनि मजा आउन सक्छ। अझ हलमा हेर्न पाएको भए त कति मजा आउँथ्यो होला। पीताम्बरमा पनि यस फिल्मका मेकर्सहरूले निखिल उप्रेतीलाई लिने सोच बनाएका थिए, तर त्यति बेला निखिल उप्रेतीले यस फिल्मका मेकर्सहरूलाई खासै विश्वास गरेका थिएनन्। तर जब यस फिल्मको मेकिङको बारेमा चर्चा भयो त्यसपछि पनि यस फिल्मको डिरेक्टर किर्सा चौलागाईको फिल्म पारसमा निखिल उप्रेतीले साइन गरिसकेका छन्। किर्सा चौलागाईको फिल्म मेकिङ देखेर निखिल उप्रेती पनि ढुक्क भएका छन्। यो फिल्मले पक्कै पनि 10-20 करोडको कमाई डिजर्भ गर्थ्यो, तर फिल्मले सोचे जस्तो व्यापार नगरेको कारण अब फिल्म बनाउने कि नबनाउने भन्ने कुरामा यस फिल्मका मेकर्सहरू सोच्न बाध्य भएका छन्। यदि यस्तो धमाकेदार फिल्मको पार्ट 2 आउनुपर्छ भन्ने तपाईहरूलाई लाग्छ भने युट्युबमै भए पनि हेरिसकेपछि तपाईहरूले हाइप बनाउनु पर्ने हुन्छ यो फिल्मको। पक्कै पनि तपाईहरूलाई यो फिल्म मन पर्न सक्छ। यदि मन पर्यो भने फिल्म हेरिसकेपछि तपाईहरूलाई फिल्म कस्तो लाग्यो आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला।